नेपाली ब्रो र ईश्वरी भुजेल बीच बिहे भएको झन्डै 15 वर्ष भइसकेको थियो। बाहिर नेपाली ब्रो नामले चिनिएका उनको वास्तविक नाम भने कुमार थापा हो। 42 वर्षका कुमार नेपाली रेस्लिङ खेलाडी पनि हुन्। यता श्रीमती ईश्वरी भने नेपाली सेनामा सुबेदार मेजर पदमा कार्यरत थिइन् र हाल उनी छाउनीमा थिइन्। विवाहका केही वर्षहरू राम्रैसँग बिते पनि केही समयपछि भने कुमारले बाहिरी युवतीहरूसँग सम्बन्ध बढाउन थालेका थिए। यसै क्रममा करिब 1 वर्ष अघि कुमार एक युवतीसँग रङ्गे हात फेला परे। जन्मदिनको दिन होटल हिल्टनमा परस्त्रीसँग फेला परेपछि ईश्वरीले तत्कालै कुमार र ती युवतीलाई प्रहरी बोलाएर थानामा लगेकी थिइन्। यही काण्डमा कुमार हिरासतमा बसेर 1 वर्ष अघि निस्किएका थिए। श्रीमतीले आफूलाई हिरासत पुर्याएपछि कुमार श्रीमतीसँग चिडिएका थिए। केही अन्तर्वार्ताहरूमा उनले त्यसपछि श्रीमतीले आफूलाई माया नगर्ने रहेछिन् भन्ने आभास भएको बताएका थिए। त्यही बेला कुमार रेस्लिङ प्रतियोगिताका लागि जापान जाने तयारीमा समेत थिए। तर श्रीमतीले हिरासत पुर्याएपछि कुमारको जापान गएर खेल खेल्ने सपना तुइयो। यो कुराले पनि कुमारलाई भित्रभित्रै श्रीमतीप्रति प्रतिशोधको भाव जागृत गराउँदै गइरहेको थियो। त्यसो त कुमार त्यसअघि पनि युवतीहरूसँग बोल्ने भेट्ने गरेको कुरा ईश्वरीले सुनेकी थिइन्। कतिपय फोनमा हुने म्यासेजहरू उनले भेटेकी पनि थिइन्, तर उनले त्यसलाई सामान्य रूपमा सहिन् पनि। तर आफ्नै आँखाले कुनै युवतीसँग रङ्गे हात फेला परेपछि भने उनले त्यो सहन सकिनन्। विवाह गरेको यत्तिका वर्ष भइसकेको र 2 छोराकी आमा समेत भइसकेकी श्रीमतीलाई यो कुरा सहन हुने कुरा पनि भएन। यो घटनापछि उनले श्रीमान सुध्रिन्छ कि भन्ने सोचेकी थिइन्, तर कुमार सुध्रिएनन्। त्यसपछि पनि उनी अन्य युवतीहरूसँग हिँड्न थाले। केही युट्युबरहरूसँग बसेर उनले युवतीहरूसँग छाडा कुरा गर्ने गर्थे भने श्रीमतीबारे भने गुनासो पोखिरहन्थे। कतिपय युवतीहरूसँग त ईश्वरी आफै पनि झगडा गर्न पुगिन्। अन्ततमा हार खाएर उनी कुमारसँग सम्बन्ध विच्छेद गर्ने निष्कर्षमा पुगिन् र जिल्ला अदालत काठमाडौँमा डिभोर्स फाइल गरिन्। श्रीमतीले डिभोर्स फाइल गरेपछि झन कुमार श्रीमतीसँग बदलाको भाव लिन पुगे। उनी कुनै पनि हालतमा ईश्वरीलाई डिभोर्स दिन चाहँदैनथे। कारण थियो उनको घर। आफ्नो कमाइले बनाएको सम्पत्तिको नाममा रहेको एकमात्र घर उनले श्रीमतीलाई समेत दिनुपर्ने हुन्थ्यो। सम्पत्ति समेत बाँड्नुपर्ने कानुनी अवस्था आउने भएपछि उनी कुनै पनि हालतमा डिभोर्स नगर्ने मोडमा थिए। यही कुरालाई लिएर 5-6 महिना अघि उनले श्रीमतीमाथि शारीरिक र मानसिक हिंसा गर्न थालेका थिए। उनी आफू खुसी घर जाने र श्रीमतीलाई कुट्ने, पिट्ने, जबरजस्ती शारीरिक सम्बन्ध राख्ने गर्न थालेपछि ईश्वरीले कुमारमाथि बलात्कारको जाहेरी समेत दिएकी थिइन्। तर पनि बारम्बार कुमारको यातनाको तह बढ्दै गयो। अब ईश्वरीलाई कुट्ने पिट्ने कुरा उनको लागि सामान्य भयो। आमामाथि बुबाले गरेको यस्तो अत्याचार र हरकत देखेर साना छोराले समेत बुबा भन्न छाडेका थिए। आफूमाथिको शारीरिक र मानसिक हिंसा अत्यधिक भएपछि ईश्वरी कैयौं पटक बालाजु प्रहरी गुहार्न पुगिन्, तर प्रहरीले ईश्वरीको पीडालाई बुझ्नै खोजेन र कुमार विरुद्ध मुद्दा दर्ता गर्न मानेन। बरु नेपाली ब्रो के छ ब्रो भन्दै प्रहरीले हात मिलाउन पुग्थे, जसको परिणाम स्वरूप आज एउटा आपराधिक मानसिकता भएको कुमारलाई श्रीमती मार्ने आत्मबल पुग्यो र उनी श्रीमती मार्न तयार भए। यसै क्रममा शुक्रबार अदालतमा उनीहरूको डिभोर्सको अन्तिम सुनुवाई हुँदै थियो। सुनुवाईमा कुमारले कुनै पनि हालतमा आफूले डिभोर्स नदिने बताएका थिए। यता श्रीमतीले भने कुमारले गरेका सबै अत्याचारको फेहरिस्त न्यायाधीश सामु सुनाएकी थिइन्। त्यसपछि अब कुनै पनि हालतमा श्रीमतीले डिभोर्स लिने देखेपछि कुमार ईश्वरीलाई जसरी पनि सिध्याउने मुडमा पुगे र उनी श्रीमती आउने बाटो ढुकेर बसे। साँझ ईश्वरी आफू कार्यरत छाउनीबाट तारकेश्वर नगरपालिका स्थित लोलाङ पयुटारको घर जान स्कुटरमा निस्किन्। ईश्वरी निस्किने बित्तिकै बाटो ढुकेर बसेका कुमार उनको पिछा गर्न थाले। त्यति बेला रातको करिब 10 बज्न लागेको थियो। उनी ईश्वरीले थाहा नपाउने गरी पिछा गर्दै गए र करिब 10:10 जाँदा घर नजिकैको उकालो बाटोमा उनले ईश्वरीको स्कुटरलाई पछाडिबाट ठक्कर दिएर लडाए र 81 गाडीबाट झरेर खुकुरी हान्न थाले। उनले घाँटीमा ताकेर हानेका थिए, तर ईश्वरीको हातमा लाग्यो र उनको हात छिन्नै लाग्यो। खुकुरीको चोटले ईश्वरीको हातमा गहिरो चोट लागेपछि उनी चिच्याइन्। त्यसपछि फेरि कुमारले ईश्वरीको गर्दनमै ताकेर खुकुरी अन्धाधुन्ध नचाए। अन्ततः ईश्वरी मध्यरातमा चिच्याउँदै घरको गेटमा ढलिन्।
उनको चिच्याहाटले स्थानीयहरू बाहिर निस्किन थालेपछि कुमार त्यहाँबाट भागे। तत्काल स्थानीयले उनलाई महाराजगञ्ज स्थित त्रिवी शिक्षण अस्पताल पुर्याए, तर घाँटीमा गम्भीर चोट पुगेको र अत्यधिक रक्तस्राव भइसकेकाले चिकित्सकले उनलाई बचाउन सकेनन्। अन्ततः ईश्वरीले रातको 11 बजेतिर प्राण त्यागिन्। ईश्वरीलाई खुकुरी हानेपछि कुमार भने सिधै बालाजु प्रहरी वृत्त पुगेर मैले श्रीमती मारे भन्दै गिरफ्तारी दिए। अहिले कुमार प्रहरीको हिरासतमा छन्। गोर्खा माइती भएकी ईश्वरीका आफन्त यो खबर सुनेर गोर्खादेखि रातारात काठमाडौँ आइपुगेका छन्। मृतक ईश्वरीका आफन्त भन्छन्, आज हाम्री छोरी मारिनुमा बालाजु प्रहरीको पनि हात छ। ईश्वरीले 5 पटकसम्म जाहेरी दिएर प्रहरीलाई गुहार माग्न आउँदा प्रहरीले बेवास्ता गरेको भन्दै उनीहरूले प्रहरीमाथि पनि प्रश्न उठाएका छन् र श्रीमती मार्ने हत्यारा कुमारलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन्।